हुरुकै हुनु के भएको बेलामा फुको पहिलो भएको भयो हुरुकै हुनु जाति आयो हामीलाई नजाति त मलाई जाति हुन्छ नि त किन त त्यतिको चिज हतार भइगयो त अझ भट्टा थापेर 3 लाख 4 लाख भेला पार्नु पर्ने 2 लाख जति त भइसक्यो होला कता अझै नि अझै नि 10 करोड 25 करोड गरेर चाहिँ त्यहाँ निकेर अनि 2 लाख नागो पनि त्यही पैसाले अब गाडी किन्नु पर्छ त्यो त बाजेको बाकसमा छ होला के नखानेहरू जहाँ नखानेहरू चाहिँ मर्नु खोज्छ कसरी सुन नागामा खाँदैन हो त ए बिचारा रोग लाग्यो नि जाँड रक्सी खाएर खालि रोग लाग्यो भन्छ होइन नलाग्नु पनि अन्त जाँड रक्सीले खालि नलाग्नु पर्ने रक्सी चाहिँ पार्छ दारू पकाउँछ तर खाँदैन नलाग्नु जान्दैन मर्नु के गरेछ हो त्यहाँ केही पनि छैन यहाँ मेरो फोन ह्याङ भएर टनाप छ त्यही भएर तपाईँको भट्टा दिनु है म मोबाइल किन्छु भन्छु मान्नु लाज लाग्दैन के गर्न लाग्छ मसँग पैसा छैन त नि अनि कसलाई माग्नु त तपाईँसँग एकदम पैसा आउँछ तिमीहरूले कमाएर बुढालाई यसो खाद्य पिद्य राम्रोसँगले गर्नुपर्ने त्यहाँ गरेर अनि त्यहाँ पर्चा आउँछ अनि बारीमा खोइ त पैसा खन्दा नि भेटिँदैन त उखाल्दा पनि भेटिँदैन त बाजे ढलोस् फ्याक्चरेर भइहाल्यो शिर पनि ढलेर पनि के शिर के गर्नु म त भट्टा पैसा नै माग्ने हो बरु शिर ढलेर पिटिले भइजाओस् कुहिजाओस् शिर 3 चोटिको भट्टा चाहिँ दिनुभयो भने मोबाइल दामी खालको किन्नु पर्यो बाजे दिनु हो नि के भएर भट्टा एउटा त मर होइन अब नि तपाईँको भट्टा आएर अर्को किन्नुपर्छ पोथी भाले नदिने भन्दैछ सरकारलाई नै भन्नु पर्छ ल बाजे मिठो हुन्छ कि हुँदैन भन्नु है कस्तो भयो त कस्तो भयो त के औषधि ठिक छ यति बेलाको औषधि राम्रो छ आयो भाग बेलामा ल